मामाको मही लाग्छ कि नै कति लाग्छ हेलो गाइस वेलकम ब्याक टु माई न्यू एपिसोड सबैजनालाई स्वागत छ आज लोकल भ्लग आउँदैछ हाम्रो भान्जा बाबु नगरौ न हाम्रो भान्जा बाबु आछन् माउल हैन भान्जा बाबुले मामालाई के भन्नु पर्छ रे भिडियोलाई मन पराइदिनु ल भन मामाको भन्दा सब्स्क्राइब गरिदिनु होला मामाको भिडियोलाई युट्युब च्यानललाई भन के ए भान्जा बाबु अरु यदि गर्न लाज भिडियो रमाइलो बनिन्छ भान्जा के भन्नु छ अनि हामी मान्छे 5 जना आएको छौँ हैन आज त गाउँको विशेष भलक भन्ने आला छ किनकि रोटी हाल्ने है तिहारका रोटी खाने हो है अनि त्यही छ गाइस 5 जना आएको छु मन झनी धारामा क्यामेराले सब भन्छ कि राम्रो आउ बुझाउ लोडो लानी फेरि कोही ल्याइयौ तिमी मामाको मही लाग्छ कि नै कति लाग्छ सबभन्दा धेरै कस्तो माया लाग्छ अरे सबभन्दा धेरै किन लाग्छ मामाको मही भन त ला बस यहाँ दिइन है मामाको मही कति लाग्छ अरे मम्मीले भैँसी लाउन हो यहाँ पानी तातेर होइन पानी तताएर भैँसीलाई दिएर टक्क मम्मीले भैँसी दिन लाउन हो होइन मम्मी मम्मीले भैँसी धएर आउनुभयो दुध मिलाएर दुध खाने हो भान्जी यहाँ त यस्तो उल्टो टोपी लाउँछन् मेरो टोपी लाएर उल्टो लाउने टोपी तिमीले बरु तिमी त फटा मम्मी दुध ल्याएर आउनु न हामीले दुध ल्याएर आउनु यति दुध दियो क्यान लुका दुध ओ लोटे 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 न भन्दा हाम्रो मामाको आउ न हाम्रो मामाको भिडियोलाई मन पराइदिनु होला भन नजानी तिमी होइन हाम्रो मम्मीले पानी भरेर आउन हो हाम्रो घरकी जेठीबाटी छोरीले भाँडा मान्नलाई चाहिँ यस्तरी बसेर यता पानी आउँछ हाम्रो त्यो पारी गाउँ कुता हो होइन म चाहिँ यहाँ छु म चाहिँ पानी भर्छु अब भाँडा माझै राम्रोसँग तल्किनी मना बनाउनुहोस् ल हाम्रो फेरि भान्जा बाबुले के गरिरहनु भन्दाखेरि अब हाम्रो भान्जा बाबु के गर्दैछन् भने देखाइदिन्छु है हाम्रो भान्जा बाबु घरका जडो बाटो भान्जा बाबु न ए भान्जा बाबु के गर्दैछु बाबु ए भान्जा बाबु के गर्दैछु र अब हामीले पराठा ल्याएर एकदम रोटी बनाउनको लागि दाउरा तिरेर सक्यो है आइसके अहिले कपाल गर्दै हुनुहुन्छ पानीले भिजेर किसिन्छ ओइ सो गाइस अब हामीले पिठो मुन्ने कार्यक्रम चल्छ है अनि त्यसपछि चाहिँ ओ दिदी ठुलो दिदी यता न हाम्रो भाइको भिडियोलाई मन पराइदिनु होला भन्न नमस्ते
नमस्ते गर्न नमस्ते गर्न यता दिदीले अनि सो यता मम्मीले साटो गर्न लाउनु हो यसले मैदा गर्नलाई चाहिँ हामी लाउटी मैले यता आउनु भयो अब हाम्रो दुरान जेठानीको कल गर्न भेर लाउँदैन के किनकि उनले रोटी हाल्दैछ रोटी कस्ता बोल्छ नाजेर रोटी हेर्दै हेर्नुलाई म पिठो मुच्छु होइन रिसाइछ अनि सो आजको भिडियो गर्नु मन छ हाम्रोखेरि भान्दाखेरि के हेरेछ भने ओइ दिउँसो मन्दल ओढेर सुत्ने भन्जी हाम्रो ठुलो दाइले घरको जेठाबाटोले चाहिँ पिठो मुद्दै हुनुहुन्छ मैले त पिठो लगाइदिएँ पिठो भएन भने किलो भयो भनेर पिठो मुद्दै हुनुहुन्छ यता हाम्रो सन्तानकी जेठीबाटी माइली आमा मम्मीले ताइडोस्दै हुनुहुन्छ हाम्रा छोराहरू भान्जा भान्जीहरूले यहाँ हेर्दैछन् मोबाइल यहाँ नउठ्ने भयो तिमी त आत्ता रोटी ताईमा हाल्दै गर्दै गर्नुहुन्छ यता भाउजूले रोटी बेल्लाउन हो यता माइलीमा रोटी बेल्दै हुनुहुन्छ म पनि रोटी बेल्दैछु मम्मीले दिदीले नगर्ने गाडी गर्नुहुन्छ होइन कति गाडी गर्नुहुन्छ छोरालाई यहाँ एउटा छोरा छ त्यही पनि म गर्नु छैन त म गाडी गर्नुहुन्छ होइन रोटी एक पाँड भयो अनि सो यहाँ चाहिँ डोकामा राख्नुपर्छ नि त होइन डोकामा राख्नु लागि टक्क रोटी अनि ढक्कलाई ल हाम्रो रोटी चाहिँ ठुलो बेलना लगाएर सकियो हाम्रा रोटी बेल्ने कार्यकर्ताहरू यहाँ हुनुहुन्छ आमारी मम्मीले रोटी गर्दै हुनुहुन्छ काइलामा रोटी कति खाने हो यति हाम्रो भाइ हुनुहुन्छ आजको भिडियो यस्तो छ अब हामी चाहिँ भैलो खेल्न अब जानेछौँ अनि भैलो खेलेर भैलोको भिडियो बनाउँछ भान्जा बाबु नमस्ते गर बाई बाई गरिदिऊ बाई बाई गरिदिऊ फेरि ओके गाइस थ्याङ्क यू सो मच फर वाच भिडियो सबजनालाई धन्यवाद है अनि एक टोकरा रोटी भइसक्यो